नमस्कार है। आज हामी जानम कुल देवताको बारेमा। कुल देवता भनेको हाम्रो सुरुको देवता, जुन हाम्रो पूर्वजहरूले पुज्नुहुन्थ्यो, पूजापाठ गर्नुहुन्थ्यो, उहाँ चाहिँ हुनुहुन्छ कुल देवता है। र कुल देवता भनेको भगवान् विष्णु, भगवान् शिवजी र दुर्गा माताको रूप नै हो। जस्तो दुर्गा माताको रूप चाहिँ कुलदेवीको भयो र भगवान् विष्णुको र भगवान् शिवजीको चाहिँ रूप भनेको कुल देवताको रूप। उहाँहरू हाम्रो वंशलाई हेर्नको लागि, रक्षा गर्नको लागि हाम्रो पूर्वजहरूले राख्नुभएको देवी देवता हो। तपस्याबाट भगवान्लाई खुसी प्रसन्न गराएर ल हाम्रो चाहिँ खानदान चाहिँ हेरिदिनु होला भनेर चाहिँ हाम्रा सप्त ऋषिहरूले राखेको देवी र देवता हो है। तपाईँको कुल देवी र देवता हो। र अर्को कुरा के छ भने, जति हामीले कुल देवतालाई स्ट्रङ गराइन्छ, कुल देवीलाई स्ट्रङ गराइन्छ, त्यति नै हाम्रो घरमा कुनै चिज घटना घट्न छ भने त्यो चिज हाम्रो कुल देवताले रोक्नुहुन्छ। कुनै चिज अनिष्ट हुन दिनुहुन्न। हाम्रो घर सुख समृद्धिमा लैजानुहुन्छ भने, यदि हाम्रो कुल खराब भयो भने हाम्रो घर एकदम नराम्रो हुँदै जान्छ, अमङ्गल हुँदै जान्छ, सुख समृद्धि हुँदैन, दिनदिनै झगडा हुन्छ, लफडा हुन्छ, कोही कसैसँग मिल्दैन, तनाव बढ्छ होइन। यो चाहिँ हाम्रो कुल खराब भएको कारणले गर्दा हो है त। त्यही भएर हामीले आफ्नो कुललाई एकदम राम्रो स्वच्छ बनाउने, सधैँभरि पूजापाठ गर्ने, सकेसम्म महिनामा एकचोटि हवन गर्ने र कुल देवतालाई हामीले चाहिँ चढाउनु पर्दछ। जसरी हुन्छ हामीले चाहिँ कुल देवतालाई बलियो गराउनु पर्दछ है त।